सेफ नमस्कार। नमस्कार दर्शकबिन तपाईहरु सम्पूर्णलाई नमस्कार। नमस्कार साथै न्यानो अभिवादन। आज पुनः सेकेन्ड टाइम म हाम्रो सेफ जित बहादुर ज्यूसँग फेरि एकपटक उहाँसँग केही भलाकुसरी गर्नको निम्ति मलाई धेरै कुराहरू उहाँको विषयमा अलिकति जान्नु मन लाग्यो। एकदमै वरिष्ठ सेफ हुनुहुन्छ। केही पहिलादेखि उहाँले हाम्रो हस्पिटालिटी इन्डस्ट्रीमा आफ्नो ठुलो भार बोकेर कार्य गर्दै हुनुहुन्छ। प्लस इन्टरनेसनल नेपाली सेफ सोसाइटीको पनि एउटा उहाँ मेम्बर हुनुहुन्छ। पहिलो कार्यक्रम हुँदैछ। यसमा हाम्रो डेजिनेसन भन्दा पनि एउटा नेपाली फुड इन्डस्ट्रीले संसारभर कसरी आफ्नो पहिचान बनाउने त्यस सन्दर्भतर्फ हामी लागिरहेको छौँ। आउनुहोस् ढिलो नगरिकन हाम्रो सेफसँग हामी कुराकानी गर्नेछौँ। निकै लामो समयदेखि उहाँ आबद्ध हुनुहुन्छ यस इन्डस्ट्रीमा र उहाँको विषयमा उहाँकै मुखबाट हामी सुन्नेछौँ। जुन तपाईँले यस इन्डस्ट्रीमा कदम चाल्नुभयो, पाइला राख्नुभयो, कहाँबाट अनि कसरी सुरुवात भयो? नमस्ते, म सेफ जित बहादुर थापा। मेरो चाहिँ अब 16 सालको उमेरमा चाहिँ म इन्डिया आएँ। हजुर। गाउँकै कोही साथीहरूको साथमा हजुर। आएर चाहिँ मैले सुरुमा त अब काम नजानेको मान्छे। हजुर। केएसटीमा मैले काम गरेँ कुछ दिन। हजुर। झन्डै एक साल जस्तो। त्यहाँबाट चाहिँ अनि त्यहाँबाट फेरि सर्भिस पार्टमा 1 साल मैले काम गरेँ। हजुर। सर्भिस पार्टबाट काम गर्दाखेरिमा मेरो काम चाहिँ अब राम्रो लागेर चाहिँ सर्भिस पार्टबाट जो सेफ थियो पिटर भन्ने, उनले चाहिँ अब ऊ आउँदाखेरिमा चाहिँ मैले चाहिँ मेरो चाहिँ थिङ्किङ के थियो भने म त्यहीँ बस्ने, आफ्नो सर्भिसको पुरा सेटअप गरेर रेस्टुरेन्ट सेटअप गरेर सबै चाइनिज किडहरू इन्डियन किडहरू सब भरेर टेबल सेटअप गरेर चाहिँ उनको जो किचनको चाहिँ काम म गरिदिन्थेँ। मिजा फुला काट्ने, ससहरू सब छाकेर उ गर्ने सारा सेटिङ म लगाइदिन्थेँ। सेफ आउँथे, सेफ आएपछि अनि सेफलाई पहिला पानी उ गरिदिएँ, पानी गरेपछि फेरि चिया नास्ता सेफलाई दिएर त्यहाँबाट उ गर्थेँ। त्यसो गर्दा गर्दै त्यो सेफले चाहिँ मलाई सेफको दिलमा चाहिँ बस्न सकेँ कि सफल भएँ। सफल भएको कारणले चाहिँ अनि उनले सेफले चाहिँ मलाई राम्रो मन पराएर चाहिँ अनि किचनमा फेरि टाने। किचनमा टानेपछि अनि उनको साथमा गर्दाखेरिमा मैले सुरुमा काम गर्दाखेरिमा मैले खुसबु रेस्टुरेन्टबाट काम गरेँ, गोरियार गोल्ड पार्क। यो चाहिँ तपाईँको चाइनिज रेस्टुरेन्ट थियो, खुसबु। वेस्ट बङ्गालबाटै हो? वेस्ट बेङ्गल, कोलकाता वेस्ट बङ्गालबाट। कलकत्ता। करियरको सुरुवात चाहिँ हजुरले कोलकाताबाटै गर्नु? कलकत्ताबाटै मेरो गोल्ड पार्कबाट। र एउटा सानो म्यासेज यहाँनिर मैले सेफसँग कुरा गर्दाखेरि के बुझेँ भन्दाखेरि इमान्दारिता, कामप्रतिको लगन हुन जरुरी छ। सर्भिसबाट चाहिँ किचनसम्मको यात्रा सेफको यसरी रह्यो। किचनमा तपाईँ आइसकेपछि कस्तो खालको अनुभव तपाईँले गर्नुभयो? किचनमा आइसकेपछि अब त्यहाँ त अब 3-4 जना नेपाली सेफहरू नै थिए दार्जिलिङका। हजुर। ती सेफ भएको कारणले चाहिँ मलाई त्यति उ भएन, गाह्रो भएन। हजुर। किनकि उनीहरूले कोअपरेट गर्थे, हेल्प गर्थे। हजुर। त्यही भएर चाहिँ गाह्रो भएन, अरूबाट चाहिँ त्यति उ हुन सकेन। हजुर। जस्तो त्यहाँ छोडेर अरू जग्गामा निक्लिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ अलि प्रेसर आउन थाल्यो। किनभनेदेखि सुरुमा काम सिक्नलाई धेरै गाह्रो थियो। हजुर। कि कोही गार्लिक चप गरेको छ भने सालभर 2 सालभर गार्लिकै चप गरे हुन्छ। जो छिल्ने पुजडी सेक्सनतिर छ भने पुजडीमै परिरहेको हुन्छ। त्यो रेन्जमा जाने कोही चान्स थिएन। अहिले जस्तो हिसाबले हामीले इजी गराएको छौँ त्यस्तो थिएन। दुःख कष्ट धेरै थियो। तब पनि मलाई एउटा सपना थियो कि म एउटा राम्रो सेफ बन्छु, जति नै कष्ट भए पनि भनेर चाहिँ म एउटा सपना तयार गरेको थिएँ मैले। हजुर। त्यो चाहिँ अहिले आस्ते आस्ते सफलै भइरहेको छ। किनभने सुरुमा आएर मैले 600 रुपियाँमा काम गरेको व्यक्ति भनेदेखि अब 600 रुपियाँमा काम गरेको मान्छे पहिलाको सिलरी त्यही थियो। त्यो पनि बेबदै ठुलो पैसा हुन्थ्यो त्यो टाइममा। अब अहिले जो हिसाबले भाउ बिक्री हुँदैको अब जहिले अब त्यो हिसाबको 600 रुपियाँमा एउटा ऊ काम गरेको मान्छे आज यो लेभलमा आउँदाखेरिमा यति परेशानी त मिहिनेत त छँदैछ, मिहिनेत र लगन त छँदैछ यसमा, होइन?
अब जुन काममा मेरो चाहिँ सोचाइ के छ भनेदेखि म जुन इन्डस्ट्रीमा जुन काममा म गर्दैछु त्यही कामलाई नै ज्यादा फोकस गरेर जानुपर्छ भन्ने मेरो छ। हजुर। र सेफ अझै पनि दार्जिलिङको जुन सेफहरूको साथमा तपाईँले काम गर्नुभयो, उहाँहरू अझै पनि तपाईँको कन्ट्याक्टमा हुनुहुन्छ? अहिले छैन। अहिले हुनुहुन्न। उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई त अब मेरो फर्स्ट गुरु नै हो उहाँ चाहिँ पिटर सेफ। अब उहाँलाई त उहाँको आशीर्वादले म आज यो जग्गामा खडा भएको छु भनेदेखि हजुर उहाँलाई धन्यवाद दिन चाहन्छु। र सेफ आज तपाईँको यस इन्डस्ट्रीमा कति साल भयो? इन्डस्ट्रीमा मेरो कमसेकम 30 सालको आसपास। 30 सालको आसपास भयो है। अनि यो 30 सालको जर्नीमा सेफ हजुरले के कस्तो कुराहरूलाई चाहिँ तपाईँले भोग्नु पर्यो अथवा तपाईँको जीवनमा के कस्ता चुनौतीहरू आए सेफ? चुनौती अब यस्तो अब काम गर्दै जाँदाखेरिमा अब कतिपय जग्गामा के हुन्छ भनेदेखि अब आफ्नो सपोर्टमा कोही मान्छे छैनन् भनेदेखि अलिकति पेलाइ हुन्छ। हजुर। त्यसलाई चाहिँ अब मैले त्यस्तो मानिनँ कि अब पेले पनि म चाहिँ जसरी पनि काम सिकेर अगाडि बढ्नु छ भनेर चाहिँ मैले हजुर उ गर्थेँ। हजुर। जति नै कष्ट भए पनि म पछाडि हटिनँ, अगाडि नै बढेर गएँ। हजुर। त्यो त इन्डियामा मैले धेरै होटलहरूमा नि काम गरेको, धेरै रेस्टुरेन्टहरूमा नि काम गरेको। अहिले चाहिँ म अब एजुटी सेफमा छु। धेरै जग्गा मैले एजुटी सेफमा काम गरेँ। हजुरले जीवनलाई कसरी लिनुहुन्छ? जीवन तपाईँको सोचाइमा, तपाईँको विचारमा जीवन के हो जस्तो लाग्छ? अब जीवन अब के भन्नु, अब जीवनलाई अब ठिकै छ, अब जस्तो हिसाबले चलेको छ राम्रै उ भइरहेको छ। अब दुःख कष्ट भन्ने कुरो त हर मानिसको उपरमा आउँछन्। आजको जति पनि हाम्रो यस हस्पिटालिटी इन्डस्ट्रीमा जति पनि बिगनर्सहरू आउँदै हुनुहुन्छ, प्लस जति पनि भाइ बहिनीहरू हुनुहुन्छ, अहिले म्यानेजमेन्ट गर्ने पनि थुप्रै हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूको लागि तपाईँले के मेसेज दिन चाहनुहुन्छ? अहिले आउँदै गरेका भाइ बहिनीहरूलाई चाहिँ मेरो चाहिँ मेसेज के हुन्छ भनेदेखि जो पनि लाइनमा काम गर्नुहुन्छ, त्यो जुन पनि काम सिक्नुहुन्छ त्यो कामलाई चाहिँ निरन्तर दिएर चाहिँ काम सिकेर अगाडि बढ्नु होला भन्न चाहन्छु। त्यसमा किनभने जो पनि काम सिक्दाखेरि एक कामलाई पहिला पुरा सिकेर त्यहाँ अर्को काममा हात हाल्नु होला भन्न चाहन्छु। किनभनेदेखि यो पनि एउटा काम सिकिसकेको छैन अर्को कामतिर हात लगायो भनेदेखि चाहिँ त्यो काम सफल हुन सक्दैन। त पुरा एक कामलाई चाहिँ उ गरेर अगाडि बढ्दाखेरिमा हुन्छ। अब सम्पूर्ण जति पनि मेरा सेफ साथीहरू छन्, अग्रज सेफहरू हुनुहुन्छ, उहाँलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। यो अब सम्पूर्ण हाम्रो मेरो चेलाहरू जति पनि मेरा टिम छन् तिनीहरू एक मेरो फ्यामिली हो। के हिसाबले चाहिँ म तिनीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। मलाई चिन्ने या नचिन्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुबाहरूलाई सम्पूर्णलाई एकमुष्टै धन्यवाद दिन चाहन्छु। र सेफ हजुरको खास जन्म स्थान चाहिँ कहाँ पर्छ नेपालमा? मेरो खास जन्मस्थान भनेको मेरो अमारे भन्ने ठाउँमा हो, पहाडमा। यो नेपालको कुन जिल्ला पर्यो सेफ? नेपालको यो जिल्ला त सिन्धुली नै पर्छ। आफ्नो एजुकेसन चाहिँ कहाँसम्म पुर्याउनु भएको थियो? एजुकेसन मैले अब त्यतिखेर अब त्यस्तै कारणले गर्दाखेरि मेरो एजुकेसन एकदम जिरो नै भने 5 क्लासको अब आफ्नो घरको स्थितिको कारणले 16 वर्षको उमेरमा इन्डिया बसेका मान्छे। हामीले सिक्नै पर्ने बुझ्नै पर्ने कुरा के छ भनेदेखिलाई सेफले आफ्नो अध्ययनलाई धेरै अगाडिसम्म लगेर जान नसके तापनि उहाँले आफ्नै मुखले स्वयं भन्दै हुनुहुन्थ्यो उहाँले 5 क्लाससम्म उहाँले पढ्नुभएको। तर प्रिय मित्र दाजुभाइ दिदीबहिनी लगायत हाम्रो हस्पिटालिटी इन्डस्ट्रीमा आबद्ध सम्पूर्ण सेफहरूलाई अथवा जो बिगनर्स हुनुहुन्छ सेफहरूलाई म भन्न चाहिनँ, उहाँहरूले बुझ्नुहुन्छ। तर स्ट्रगल गर्दै गर्नुभएका जति पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूको लागि एउटा इम्पोर्टेन्ट मेसेज के छ भनेदेखिलाई क्वालिफिकेसन इज भेरी इम्पोर्टेन्ट। डेफिनेटली अहिलेको समयमा हामीलाई क्वालिफिकेसन एकदमै जरुरी हुन्छ। मैले नपढ्नुहोस् भन्न खोजेको होइन, तर हामीले हाम्रो जीवनमा कुनै कुरालाई अचिभ गर्नु छ, वास्तवमै एउटा सक्सेसफुल मान्छे बन्नु छ भने पढाइसँगै एउटा सिप, तपाईँको स्ट्रगल र तपाईँको मेहनत पनि एकदमै जरुरी छ। आज सेफ
इन्डिया जस्तो ठाउँमा एउटा एक्जिक्युटिभ लेभलमा उहाँले काम गर्दै हुनुहुन्छ र यो कुराले स्पष्टसँग हामीलाई बताउँदछ कि तपाईँमा खुबी छ भने, तपाईँमा गर्ने आँट छ भने तपाईँले जुन कुरालाई पनि आफ्नो बनाउन सक्नुहुन्छ। र यो होटेलियर लाइफ, सेफ लाइफ के कस्ता कुराहरू गर्दा अझै राम्रो हुन्छ सेफ? सफल हुनको लागि अब सब चिजको बारेमा हामीले जो चिजहरू हामीहरूको होटलको इन्डस्ट्रीको अन्डरमा पर्दछ त्यो सब चिजको बारेमा रिसर्च गर्न जरुरी हुन्छ, जान्न जरुरी हुन्छ। त्यो चिजलाई फलो गरेरै रुल एन्ड रेगुलेसनको फलो गरेरै जान्न चाहिँ बेहतर हुन्छ। त्यो रुल रेगुलेसनको फलो गरेर हामीहरू अगाडि बढ्छौँ भनेदेखि त्यो हुन्छ, राम्रो सक्सेसफुलै हुन्छ। जे चिजमा पनि इन्ट्रेस्ट हुनु पर्यो, आग्रह हुनु पर्यो, अगर लगान हुनु पर्यो, मिहिनेत हुनु पर्यो। अगर जति पनि परेका रुल रेगुलेसनहरू छन् त्यो रुल रेगुलेसनलाई चाहिँ हर रुल रेगुलेसनलाई चाहिँ मानेर जानेर चल्यो भने नजाने कुरोलाई सिक्ने, जानेको कुरोलाई सिकाउने हो। त्यस्तो हिसाबले चाहिँ हामीहरू गऱ्यौँ भनेदेखि चाहिँ बेहतर। र यो सिक्ने विषयमा के कस्तो टिप्सहरू दिन चाहनुहुन्छ तपाईँले हाम्रो हस्पिटालिटी इन्डस्ट्रीसँग जोडिनुभएका भाइ बहिनीहरूलाई? सिक्ने विषयमा मैले त जे पनि जुन पनि लाइनमा जानुहुन्छ, या किचनमा आउनुहुन्छ, या हाउसकिपिङमा जानुहुन्छ, या सर्भिस पार्टमा जानुहुन्छ, या फ्यामिली पार्टमा जानुहुन्छ, त जो पनि लाइन छ आफ्नो पुरा प्रपर सिकेर हुनुहोस्, त आफ्नो लाइफ बेहतर गराउन सकिन्छ। हामीले जति हिसाबले हामीले अगाडि बढ्नलाई फोकस गरेर जानु पर्यो। जिस लाइनमा हामी चल्दैछौँ त्यो लाइनलाई हामीले फोकस गरेर गयो भनेदेखि चाहिँ सबभन्दा राम्रो हुन्छ। त्यही सन्देश दिन चाहन्छु। सेफहरूको इज्जत यस इन्डस्ट्रीमा कतिको हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? सेफहरूको इज्जत इन्डस्ट्रीमा हुनैपर्छ। फर्स्टमा चाहिँ अब जसरी पनि फर्स्टमा हामीहरूको चाहिँ डाक्टर छ भने सेकेन्डमा पनि सेफ छ इन्डस्ट्रीमा। हजुर, सेकेन्ड रुलमा चाहिँ सेफको ऊ छ भनेदेखि सेफको पनि इज्जत हुनैपर्छ। तर जो हिसाबकोले पहिला सुरुमा जस्तो इन्डस्ट्रीमा आउँदाखेरि त्यति सेफको इज्जत हुँदैन थियो, त भनेदेखि अहिले चाहिँ धेरै इज्जत मान्छेले बुझ्दै गए। सेफ भने के हो भन्ने कुरा बुझ्दै गएपछि अब प्रोफेसनल लाइनमा इज्जत हुन्छै सेफको। सेफ भनेको एउटा किचनको बिट हो र त्यही भएर सेफको इज्जतै हुनुपर्छ। सेफले यो सफलताको शिखर चुम्नुको निम्ति कति साल तपाईँले यस इन्डस्ट्रीमा स्ट्रगल गर्नु पर्यो? मैले अब 30 साल यो इन्डस्ट्रीमा चलिरहेको छु होइन। अब 30 साल इन्डस्ट्रीमा चल्दाखेरिमा धेरै नै ऊ पनि आए, चुनौतीहरू पनि आए। तर पनि ती चुनौतीहरूलाई सफल गर्दै अब चाहिँ के हो भनेदेखि अब सानै उमेरमा विदेश आएको कारणले गर्दाखेरिमा आफ्नो घरेसीको प्रब्लमको कारणले गर्दाखेरिमा मैले खास ऊ लिन पाइनँ, सकिनँ मैले। तर पनि मेरो एउटा सपना छ चाहिँ मेरा बालबच्चाहरूलाई चाहिँ म एउटा होटलमा काम गरे पनि मेरा छोरीहरूलाई चाहिँ म शिक्षितै बनाउँछु भनेर चाहिँ म एउटा सपना चाहिँ लिएर हिँडेको छु। छोराछोरीहरूको लागि के मेसेज दिन चाहनुहुन्छ? छोरीहरूको लागि मेरो मेसेज हो, मैले जति कष्ट गरे पनि तर एउटा म जस्तो दुःख चाहिँ मेरो छोरीहरूले नपाउन् भन्ने मेरो सपना छ। त्यही भएर मैले शिक्षित गराउने ऊ छ, किनकि राम्रोसित पढाइ गर्ने मान्छेलाई पढाउने मेरो एउटा सपना ऊ गरेर म हिँडेको छु। अब राम्रै हिसाबले पढि पनि राखेका छन्। परदेश म बस्नुको कारण पनि खालि मेरो सफलताको लागि मात्रै होइन, मेरो फ्यामिली बालबच्चाहरू सफल त खुसी भयो भने को म खुसी हुँ त। अगर म परदेशमा काम गरेर मैले मेरो फ्यामिली बालबच्चालाई खुसी राख्न सकेन भने त मैले काम गरेको भ्यालु रहेन नि त। भ्यालु रहेन। हो, त्यस कारणले म त्यस्तो हिसाबले लिन्छु यस चिज कुरालाई। र परदेशमा बस्दै गर्दाखेरि पक्कै पनि परिवारको सम्झना त आउँछ। उहाँहरूलाई आज यस भिडियो मार्फत के भन्न चाहनुहुन्छ सेफ? दिल खोलेरै भनिदिनुहोस्। अब परिवार बालबच्चाको आफ्नो सम्झना त हमेसै आइरहन्छ, तर के गर्नु, रहरले होइन बाध्यताले भने जस्तो अब बाध्यताले नै हो परदेश बस्नु परेको।
नत्र भने कसलाई इच्छा हुँदैन कि आफ्नो फ्यामिली बालबच्चाको साथमा दिनभरि काम गरे पनि राति ट्याक्क आफ्नो बेलुका आफ्नो फ्यामिली बालबच्चाको साथमा रहनलाई सबैको इच्छा हुन्छ। तर मेरो पनि त्यही इच्छै हो। तर समय स्थितिले गर्दाखेरिमा अब सँगै फ्यामिलीसितै बसेर पनि नहुने रहेछ। अब शरीरले साथ दिउन्जाल कमाउनै पर्यो, बच्चाहरूलाई शिक्षित गराउनै पर्यो भनेर चाहिँ अब लागिपरिरहेको छु आफू। र सेफ, आज तपाईँ एउटा एक्जिक्युटिभ लेभलमा हुनुहुन्छ। तपाईँ आफ्नो मेहनत, तपाईँको सफलताबाट हजुर कतिको खुसी हुनुहुन्छ सेफ? म एकदमै खुसी छु। अहिले जो लेभलमा म पुगेको छु, एजुटी सेफमा म काम गर्दाखेरिमा चाहिँ अब जो हिसाबले मैले दुःख कष्ट गरेर आएको थिएँ त्यो हिसाबले गर्दाखेरिमा मैले गरेको दुःख कष्टको मिहिनेत फल मैले पाइरहेको छु। म खुसी नै छु। एकदमै धेरै धेरै धन्यवाद छ सेफ। आगामी दिनहरूमा अझै कुराहरू हामी सेफसँग गर्ने नै छौँ। आज हामीले जे जति सेफसँग कुराकानी गऱ्यौँ यो कुनै देखावटी होइन, हामी रियालिटीमा छौँ। धेरैजनाले सोच्नुहुन्छ होला यहाँनिर होइन एउटा कोठाभित्र हामी पसिनै पसिना हुँदै होइन हामी दुई भाइ बसेर कुराकानी गरिरहेको छौँ। यो कुनै बनावटी भिडियो होइन, यो कुनै देखावटी भिडियो होइन। हामी चाहिँ परदेशमा छौँ। परदेशी जीवन जियाइ गर्दै गर्दाखेरि हामीमा आउने चुनौतीहरू होइन र त्यही रियालिटीलाई हामी चाहिँ पस्किँदैछौँ सेफसँग। अन्यथा नसोचिदिनु होला, हामी जहाँ भए पनि हामी नेपाली हौँ, हामीलाई गर्व छ नेपाली हुनुमा। र देशको स्थिति जे जस्तो भए पनि नेपालको सम्झना, नेपालको माया र नेपालप्रतिको एउटा नेपालीपन ताजा नै छ। किनभनेदेखिलाई सेफको शिरमा पनि तपाईँले नेपाली गौरव, नेपाली शानलाई तपाईँले देख्न सक्नुहुन्छ। शिर काटियोस् तर शिर नझुकोस्, यो नेपालीको एउटा पहिचान हो। यहाँनिर मलाई एकदमै हृदय छुयो। सेफले जस्तै भए पनि आफ्नो कोठामा होइन एउटा नेपाली फ्ल्यागलाई, नेपाली झन्डालाई यसरी सजाएर राख्नु भएको छ। यो नेपालप्रतिको माया हो होइन। हामी नेपाली देशको विभिन्न कुनामा छोडेर बसेका छौँ। हाम्रो आआफ्नै बाध्यता छ, आआफ्नै परिस्थितिहरू छन्। मैले भन्ने हो भनेदेखिलाई म नेपाललाई दोस्याउन चाहन्न। मेरो देश सुन्दर, विशाल अनि अत्यन्तै हामीलाई प्राणभन्दा प्यारो छ। तर नेपालको पोलिटिक्स, नेपालको राजनीति र नेपालका यस्तै थुप्रै समस्याको कारणले गर्दाखेरि आज धेरै परदेशी हुनु परेको छ। कतिवटा कुराको गुनासो छन्, तर हामी यसलाई पनि एक्सेप्ट गर्छौँ। आज इन्टरनेसनल नेपाली सेफ सोसाइटीको एउटा जुन कार्यक्रम हुन गइरहेको छ, त्यसको माध्यमबाट म पनि यसरी सेफ जितबहादुरज्यूसँग भेट्ने अवसर पाएँ र धेरै कुराहरू अनुभव गर्ने अवसर पाएको छु। हामी छिटोभन्दा छिटो काठमाडौँ आउँदैछौँ। दाजुभाइ दिदीबहिनी, म आज यस भिडियो मार्फत तपाईँहरूलाई यही इन्करेज गर्न चाहन्छु। यस कार्यक्रमलाई तपाईँ अनि हामी सबै मिलिकन सफल पार्ने हो। एकअर्काले हातेमालो गर्दै अगाडि बढ्ने हो र एक जोडे हजार हुन्छ, थोपा थोपा मिले सागर हुन्छ भन्ने कुरालाई हामी सानैदेखि सुन्दै आएको हो। अन्त्यमा सेफ हजुरले के भन्न चाहनुहुन्छ हाम्रो सम्पूर्ण नेपाली देशवासीहरू लगायत हाम्रो देशका सम्पूर्ण जनहरूलाई चाहिँ? म सम्पूर्ण जनहरूलाई भन्न चाहन्छु, आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हाम्रो सेफ साथीहरू सम्पूर्णलाई, देशभित्र रहनुहुने, देश बाहिर रहनु, सब विभिन्न देशमा रहनुहुने सम्पूर्णलाई चाहिँ हाम्रो इन्टरनेसनल सेफ सोसाइटीको कार्यक्रम वैशाख 6 गते हुँदैछ। त्यो कार्यक्रममा हामी आउँदैछौँ, तपाईँहरू पनि सबै आउनु होला। यदि नेपालमा केही सुधार गर्नु पर्यो अथवा हामीलाई चाहिएको के हो त भनेर मैले क्वेसन्स गरेँ भने तपाईँले के भन्न चाहनुहुन्छ सेफ? अब नेपालीलाई चाहिएको के हो त भन्दै गर्दाखेरिमा अब नेपालमा अब विकास भइरहेको छैन। त्यही भएर चाहिँ अब कोही रोजगार छैन।
त्यही भएर चाहिँ जति पनि युवाहरू बाहिर पलायन हुनु परेको कारण चाहिँ त्यही हो। अब नेपालमा चाहिँ अब केही उ नै भएन, खास रोजगारै भएन, सबै अब पार्टी जुधेर ऊ छ, अब कसरी उ गर्ने त्यसलाई। त्यही भएर चाहिँ सबै अब एक भएर उ भइदिएर चाहिँ कल कारखानाहरू खुलेर चाहिँ सबैको व्यवस्था भयो भने नेपालमा रोजगार भयो भनेदेखि बाहिर विदेश कोही पनि जाँदैन। त्यही भन्न चाहन्छु म। भिरकुटी मण्डलमा सम्पूर्णलाई निमन्त्रण गर्न चाहन्छु। हाम्रो जति पनि आमाबुवा दाजुभाइ दिदीबहिनीहरू प्लस सेफ साथीहरू, विभिन्न देशमा बस्नुभएको सेफ साथीहरूलाई चाहिँ आएर त्यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल गरिदिनु होला भन्ने चाहन्छु। हामी पनि आउँदैछौँ भन्न चाहन्छु। दर्शक महानुभावहरू, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। हाम्रो हृदयको अन्तस्करणदेखि यतिन्जेलसम्म तपाईँहरूले हेरेर साथ दिनुभयो भनेर म ढुक्क हुन चाहेँ। र यो कुनै अन्तर्वार्ता थिएन, यो हामी दुई भाइको एउटा मिठो भलाकुसारी गफगाफ थियो। यो क्यामेरामा कैद गर्नुको मुख्य उद्देश्य उहाँको जीवनबाट, उहाँले गर्नुभएका स्ट्रगलहरूबाट एउटा युटिलिटी केएसटी धेरैजनालाई थाहा नहुन सक्छ। सिधै भन्ने हो भने भाडा धुने काम। भाडा धुने कामबाट एउटा एक्जिक्युटिभ लेभलमा पुग्नु भनेको कुनै सानो कुरा होइन। यसको लागि उहाँले 30 वर्ष यस इन्डस्ट्रीमा खर्चिनु भएको छ। यो कुनै जोक होइन साथीहरू। स्ट्रगल गर्नुपर्छ, समय आउँछ तपाईले पनि त्यो शिखरलाई चुम्नुहुनेछ। यही विचारधारणा सँगसँगै आजको छोटो मिठो कुराकानीलाई यहीँ सित्याउँदै फेरि आगामी दिनहरूमा तपाईहरुसँग नयाँ भिडियो सहित उपस्थित हुने नै छौँ। तबसम्मको लागि जय नेपाल। जय नेपाल।